स्विडेनका आविष्कारक अल्फ्रेड नोबेलको नाममा सन् 1901 देखि वितरण गरिएको नोबेल पुरस्कार सन् 2025का लागि सबै क्याटेगोरीहरूमा विजेताहरूको नाम सार्वजनिक गरिएको छ। सन् 2025को नोबेल शान्ति पुरस्कार भेनेजुएलाकी मरिया कोरिना मचाडोलाई प्रजातान्त्रिक अधिकारहरूको लडाईँको लागि प्रदान गरिएको छ। द नर्वेजियन नोबेल कमिटीले अक्टोबर 10मा यो पुरस्कारको घोषणा गरेको हो। यस वर्षको मेडिसिन और फिजियोलोजीमा नोबेल पुरस्कार पाउने तीनवटा वैज्ञानिकहरू म्यारी ब्रुनकाउ, फ्रेड राम्स्टेल र सिमोन साकागुची हुनुहुन्छ। उहाँहरूले पेरिफेरल इम्युन टोलरेन्सको खोज गर्नुभएको थियो। यो पुरस्कारको घोषणा द रोयल स्विडिस एकाडेमी अफ साइन्सले अक्टोबर 6मा गरेको हो। 2025को फिजिक्स अथवा भौतिक शास्त्रतर्फको नोबेल पुरस्कार तीनजना भौतिकशास्त्रीहरू जोन क्लार्क, माइकल डेबोरेट र जोन मार्टिनसलाई प्रदान गरिएको छ। उहाँहरूले म्याक्रोस्कोपिक क्वान्टम टनेलिङ र क्वान्टाइजेसन अफ एन एनर्जी इन एन इलेक्ट्रिक सर्किटमा गर्नुभएको खोजको लागि द रोयल स्विडिस एकाडेमी अफ साइन्सले अक्टोबर 7मा यो पुरस्कार प्रदान गरेको हो। त्यस्तै यस वर्षको केमिस्ट्री अथवा रसायनशास्त्रतर्फको नोबेल पुरस्कार तीनजना रसायनशास्त्रीहरू ओमर एम यागी, रिचर्ड रोब्सन र सुसुमु कितागावालाई मेटल अर्गानिक फ्रेमवर्कको खोजको लागि प्रदान गरिएको हो। यो पुरस्कारको घोषणा द रोयल स्विडिस एकाडेमी अफ साइन्सले अक्टोबर 8मा गरेको हो। त्यस्तै सन् 2025को साहित्यतर्फको नोबेल पुरस्कार हङ्गेरीका लास्लो क्रान्सहोर्काईलाई प्रदान गरिएको छ। संसारभर फैलिएको विनाश र त्रासको भावनालाई अत्यन्तै सुन्दर र गहन तरिकाले चित्रण गर्दै कला यानि कि आर्ट्सले ती सबै चुनौतीको सामना गर्न सक्छ भन्ने विश्वासलाई पुनर्स्थापित गरेकाले द स्विडिस एकाडेमीले अक्टोबर 9मा उहाँलाई पुरस्कार प्रदान गरेको हो। 2025को इकोनोमिक्स अर्थात् अर्थशास्त्रतर्फको नोबेल पुरस्कार तीनजना अर्थशास्त्रीहरू जोएल मोकिर, फिलिप एग्युन र पिटर हाविटलाई प्रदान गरिएको छ। द रोयल स्विडिस एकाडेमी अफ साइन्सले अक्टोबर 13मा उहाँहरूको इनोभेसन ड्रिभन इकोनोमिक ग्रोथको खोजको लागि यो पुरस्कार प्रदान गरेको हो। 1901मा नोबेल पुरस्कार घोषणा गर्दा 5वटा विधाहरूमा मात्र दिइएको थियो, तर सन् 1968मा स्विडिस सेन्ट्रल ब्याङ्कले नोबेल प्राइज इन इकोनोमिक साइन्स भनेर अर्थशास्त्रका लागि पनि पुरस्कार राखेपछि 6वटा विधाहरूका लागि नोबेल पुरस्कारहरू प्रदान गरिँदै आइएको छ।